So hello guys. So hello guys, welcome back to the new vlog. So आजको vlog बिहानको चियासँग. So गुड मर्निङ छ सबैजनालाई. So दाजु चाहिँ म धेरै महिना पछाडि vlog बनाउँदैछु, मतलब भिडियो बनाउँदैछु हैन. किनकि कामको व्यस्तताको कारणले म भिडियो बनाउन सकिरहेको थिइनँ. गाइजहरु यो एकदम गलत हो. सुमनले भिडियो भ्युज नआएर सुमनले भिडियो नबनाएको. त्यस्तो बिल्कुल होइन. भ्युज नआएको होइन, आइरहेछ 30 40 35 आइरहेछ हैन. त्यहाँभन्दा बढी खोज्नु पनि भएन अहिले सुरुमा होइन. भर्खर 2 वर्ष त हुँदैछ भिडियो बनाएको. 2 वर्ष भइसकिसक्यो भिडियो भ्युज आउँदैन. के हो यस्तो? किन नआएको होला भन्छ? केही कारण त होला नि. अनुहार लेख्नु नआएको होला. तेरो पनि त अनुहार देखाएर छ नि त, र पनि आएको छैन भने तेरो त्योभन्दा बत्तर छ कि क्या हो? होइन गाइस, के हो कुरो यसो राख्नु पर्यो नि त हैन. हैन भ्लगको मान्छेको हुन्छ नि सुमन दाइ. हो होइन, के गर्ने अब, बनाउन खोजिरहेको छु होइन. किन हो कसो लागि भ्युज आउँदैन. तर यो एकदम कन्टिन्यू गर्न थालेँ मैले आजदेखि होइन. लाइक चाहिँ गरिदिनु होला होइन. भ्युजमा यसो भ्युज यसो लाइक कमेन्ट सेयर यसो होइन. के हुन्छ के खराब हुन्छ गर्नुपर्ने हुन्छ होइन. सो अरू कुरो त्यस्तै हो. सो अब चाहिँ हामी एकदम सजिना लिएर जान्छौँ मालमा. सजिना छ अरे भन्ने हामीले खबर पाइसकेको थियौँ. सो सजिनाको सब्जी यसो खाएपछि तागतमा शरीर नआउँछ अनि भ्लग बनाउने इच्छा जान जाग्छ कि भनेर हामीले त्यसै जानकारी गराएको छु तपाईँलाई. के बनाउने? सो गाइस अब चाहिँ हामी चल्दै सजिना टिमको लागि हाम्रो स्पेसल थारको साथ. ये चाहिँ सेफ्टी गेट निकल जा रहे, इसको रखो एक साइड पे और हम चल देंगे बाइक में. ए कस्तो मिलेको नि. ओ माय गॉड. सो अब यसलाई यहाँबाट निकालेर चाहिँ हामी सजिना टिममा जान्छौँ. किनकि अलिकति टाढा छ क्या. मतलब हिँड्दै जाँदाखेरि 10 मिनट, गाडीमा जाँदाखेरि 2 मिनट ल. सो हामी चाहिँ आइसक्यो खेतबारीमा. सो अब चाहिँ कुन रुखमा सजिना छ भनेर चाहिँ हेर्दैछौँ हामी होइन. यो रुखको सजिना चाहिँ अस्ति हामीले पनि झारेको हो होइन. यहाँ पनि झारेको छ. यसरी चाहिँ हाँगा काटिनु भनिदिन्छ होइन. यस्तै छ. हिजो भर्खर जोते आएर छ बारी. अब त्यहाँ सजिना चाहिँ रहेछ टुप्पोमा. पित्लिक्का रहेछ. यहाँ पनि रहेछ. सानो पनि परेको छ यार सजिना त. यहाँ पनि सानो दुई तिनवटा पनि भयो नि रहेछ क्या. यहाँ रहेछ यहाँ रहेछ होइन. कौन सा पर जा रहे हैं? सो जा रहेंगे अभी, देखेंगे कौन से में ज़्यादा है. जिसमें ज़्यादा है उसमें उसका ही सर मुंडला करना पड़ेगा. तो देख रहे हैं अभी हामी तुमीको भालो आसे भन्नुपर्ने चाहिँ यो बोटको परेछ. सानो गरेर माथि थुटुक्क फलेछ. फल्ने चाहिँ यस्तो हो क्या. यो यसलाई भन्छ सजिना. दुईवटा हाँगा रहेछ. यो त मुनि नकाट्न. सो म यसलाई झार्छु. हेरौँ कति निक्लिँदो रहेछ. एक साग निक्लिन्छ कि. सुमन दाइ चढ्दै सुमन दाइ त्यही काटिदिनु नि. सजिना टिपेछ गाइस भनेपछि 1 2 3 4 5 6 7 8 25 वटा 26 27 28 29 यति चाहिँ भएको छ होइन. यहाँ पनि राख्यो अरे यति घर टलेर जाने हो. सब्जी पकाएर खाने हो. सो गाइस अब हामी चाहिँ एकदम खाना खाने तयारीमा लागिरहेछौँ. किनकि काम गर्नु नि त आज धेरै गऱ्यो. भिडियो पनि बनाउनु पाएन खासै बिचमा होइन. यस्तो खाना चाहिँ हाम्रो लटेको साग, आलु, चावल, मय
सेम चिज मेरो चाहिँ एकदम फेभरेट गाई लट्टे भन्ने चिज मेरो फेभरेट साग पनि हो सब्जी पनि फेभरेटै हो एकदम यस्तो गर्ने पुस्न पानी खुवाइ एकदम मरद छ त सो म पनि एकचोटि ट्राई गरिदिउँ होइन लट्टेको सट्टा फेरि मलाई एकदम मनपर्छ क्या मुही सकेको हुने दामी छ